and graduation ceremony 2081 of Madhuranga Preschool. हाम्रो यहाँनिर उपस्थित हुनुभएको चिफ गेस्ट हाम्रो चेयरपर्सन त्यसै गरिकन यहाँ उपस्थित हुनुभएको अभिभावकहरुमा धेरै हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका अनिता पुराकोटी। जोरदार तालीले स्वागत गरौँ। हामीले आफूले आफूलाई इन्करेज गर्नुपर्छ अलिकति हैन। अभिभावकहरु आउँदै हुनुहुन्छ ढिला न र आज मार्च 8 यानी कि इन्टरनेशनल वुमेन्स डे पनि रहेको छ। त्यही भएर चाहिँ आज अन्तर्राष्ट्रिय नारी दिवसको स्वरूप चाहिँ हामीले यहाँनिर चाहिँ उपस्थित हुनुभएको नारीहरूलाई यहाँनिर धेरैजना ट्यालेन्टेड वुमेनहरु पनि हुनुहुन्छ। यहाँनिर धेरैजना चाहिँ हैन हार्ड वर्किङ वुमेनहरु पनि हुनुहुन्छ। हामीले आफूले आफ्नै लागि सम्मान स्वरूप एक ताली बजाइदिनुस् न। नारी दिवस नारी भन्ने बित्तिकै एकदम इम्पोर्टेन्ट कुरा हो हैन। सबैजना कार्यक्रम म सुरुवात गर्न गइरहेको छु। कार्यक्रमको सुरुवातमा चाहिँ हामी पानसमा बत्ती बालेर सुरुवात गर्नेछौँ र सर्वप्रथम त हामीले आसन ग्रहणको कार्यक्रम पनि अगाडि बढाउनु नै पर्छ। चिफ गेस्टहरु आइसक्नु भएको छ, स्पेशल गेस्ट आइसक्नु भएको छ, चेयरपर्सन हुनुहुन्छ। त्यही भएर चाहिँ सर्वप्रथम चाहिँ हाम्रो बिनु मगर म्यामलाई चाहिँ रेडी पोजिसनमा बस्नलाई म हार्दिक अनुरोध गर्दछु। पहिला त स्वागत पनि गर्नु पर्यो। सरहरु चाहिँ खदा ओराइकन सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै आसन ग्रहण पनि गरिदिनु होला। एकैचोटी गर्न चाहन्छु है, टाइम हामीसँग लिमिटेड छ। त्यसै गरिकन हाम्रो यस कार्यक्रमका चिफ गेस्ट हुनुहुन्छ नगर शिक्षा सल्लाहकार मिस्टर लोक बहादुर खड्का सर। उहाँलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरिकन हाम्रो यस कार्यक्रमका स्पेशल गेस्टको रूपमा हुनुहुन्छ तारकेश्वर नगरपालिका वडा नम्बर 8 महिला सदस्य स्पेशल गेस्टको रूपमा हुनुहुन्छ मिसेस लक्ष्मी काफ्रे म्याम। उहाँलाई पनि हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छु र मिसेस लक्ष्मी काफ्रे म्याम स्पेशल गेस्टलाई पनि उहाँलाई पनि हार्दिक अनुरोध। अलि पुगेन जस्तो लाग्यो। थ्याङ्क यू सो मच। हाम्रो कार्यक्रम अब स्टार्ट भइसकेको छ र पानसमा बत्ती बलिसकेको छ। कार्यक्रम स्टार्ट भइसकेको छ। अगाडि बढाउनेछौँ। कोटि कोटि सम्पदाको आचल मेहरू गरागतानि स्वतन्त्र अचल ज्ञान भूमिमान अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। अफ युकेजी आस्था गोले म्यामलाई चाहिँ वेलकम स्पिच दिनु हुनको लागि म स्टेजमा आउँछु। Guest Mr. Lok Bahadur Khadka and special guest Ms. Lakshmi Kakre. It's a joyous occasion as we gather here at Madhuranga to celebrate Parents' Day, the UKG graduation ceremony of 2025. On the behalf of the school team, we extend our little graduated student. Today we celebrate not only the achievement of our young learners but also the unwavering they have guided them on this journey. It is a day of pride, joy and gratitude. भनेर गइसक्नु भएको छ। यति बेला डान्स हामी पर्फर्मेन्स देखाउन गइरहेको छौँ। यति बेला डान्स पर्फर्मेन्स देखाउन आइराख्नु भएको छ युकेजीको हाम्रो सासाना भाइ बहिनीहरू, हाम्रो आफ्नै बच्चाहरू आउँदै हुनुहुन्छ। त्यही चेक गर्नको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु। सासाना युकेजीको भाइ बहिनीहरू हुनुहुन्छ। डान्स
थ्याङ्क यू सो मच युकेजीको डान्स हेरिहाल्नु कतिको इन्जोय गर्नुभयो ताली बजाइदिनुहोस् न उहाँहरूलाई Wash your hands every single day. Wash your hands, wash the dirt away. Now the hands are squeaky clean, but there's no towel to be seen. But we can always shake 'em, shake 'em, shake 'em, shake 'em. We can always shake 'em till they're dry. And now the hair. Wash your hair every single day. Wash your hair, wash the dirt away. Now the hair is squeaky clean, but there's no towel to be seen. What can we do? We can always shake it, shake it, shake it, shake it. We can always shake it till it's dry. And the feet. Wash your feet every single day. Wash your feet, wash the dirt away. Now the feet are squeaky clean, but there's no towel to be seen. And now, but we can always shake 'em, shake 'em, shake 'em, shake 'em. We can always shake 'em till they're dry. What about the bum bum? Wash your bum bum every single day. Wash your bum bum, wash the dirt away. Now the bum bum's squeaky clean, but there's no towel to be seen. But we can always shake it, shake it, shake it, shake it. We can always shake it till it's dry.
उहाँहरूलाई चाहिँ तपाईँहरूले होइन आफ्नो बच्चाहरू राख्न सक्नुहुनेछ यो कार्यक्रमलाई इन्जोय गर्न सक्नुहुनेछ बाबु नानीहरू रुँदै पनि छन् कतिजना इन्जोय पनि गरिरहेको छ उहाँहरूलाई चाहिँ साथमा लगाएर हजुर यो प्रोग्रामलाई इन्जोय गर्न सक्नुहुनेछ मैं घूम गया मैच्याङलाई भेट्न त बोलायो म त ढिलो पुग्छु होला यसो गरौँ मैच्याङ कालो चस्मा 2 मा भेटौँ कालो चस्मा लाउ भन्छ किरात लाउने आउ भन्छ थ्याङ्क यू Hey
राम्रो डान्स हुनेछ है एकदम एक्साइटेड छौँ हामी पनि डान्स हेर्नको लागि अहिलेसम्म जति पर्फर्मेन्सहरू हेऱ्यौँ एकदम रमाइलो लाग्यो एकदम खुसी लागिरहेको छ हाम्रो अभिभावकहरूले पनि इन्जोय गरिराख्नु भएको छ होला इन्जोय गर्नु भएको छ कि छैन सबैजनाले भनिदिनुहोस् एकचोटि टेबल एकचोटि हटाइदिनु पर्यो यहाँनिर भोलिन्टियरहरूलाई चाहिँ अलिकति सहयोगको लागि हेल्प माग्दैछु म यहाँ टेबलले अलिकति डिस्टर्ब गर्ला जस्तो त्यही भएर चाहिँ टेबल हटाइदिनु होला डान्स गर्नको लागि तालीले अलिकति इन्करेज गरौँ है ताली अलिक कम पुगिरहेको छ
एउटा कतिजनाले आफ्नो बच्चाहरूले देखिराख्दाखेरि आफ्नो सानो बेला यसरी नाच्नु भएको पनि देख्नुभयो होला, सम्झिनु भयो होला। र यति बेला चाहिँ म अब प्यारेन्ट्सहरूको डान्सको लागि चाहिँ रेडी पोजिसनमा बसिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अब स्टुडेन्टहरू मात्र कति नाच्ने होइन, प्यारेन्ट्सहरू पनि हाम्रो
मिठो मिसमास खाना माली गाईको घिउले मिठो मिसमास खाना माली गाईको घिउले एउटा पिठो साथी भाइको पिकनिक खाने निउले ध्यान गर्ने आसनमा बस्ने दुवै हात मुन्द्रामा ल्याउने आँखा बन्द गर्ने आँखा खोल्नुस् भगवानलाई नमस्ते महागुरुलाई नमस्ते गुरुलाई नमस्ते सबैजना उठ्नुस् दुवै खुट्टा फाटेर दुवै मुक्का कानमा ल्याउनुस् सिधा मुक्का हान्नुस् 1 2 3
मेरा बहिनी खेल्दै हुनुहुन्छ अब अन्जान मान्छे आएर उहाँहरूलाई किडन्याप गर्न थाल्नुहुन्छ रुस्ताङ एक्लै खेल्दै हुनुहुन्छ अब अन्जान मान्छे आएर उहाँहरूलाई किडन्याप गर्न थाल्नुहुन्छ अनि आफूलाई सेभ गर्नुहुन्छ अब हामी गुड्डस र ब्याटर देखाउँदैछौँ रसिकाले गुड्डस देखाउँदै हुनुहुन्छ लास्टले ब्याटर देखाउँदै हुनुहुन्छ अब फेरि हामी गुड्डस र ब्याटर देखाउँदैछौँ क्रिसले गुड्डस देखाउँदै हुनुहुन्छ कुसले ब्याटर देखाउँदै हुनुहुन्छ थ्याङ्क यू अगाडि नमस्ते जानुहोस् दिनु होला यति बेला हामी ह्याट र सर्टिफिकेट प्रेजेन्ट गर्दैछौँ जोरदार ताली बजाइदिनु होला किनकि उहाँहरू ग्रेजुएट हुँदै हुन्छ एकदमै खुसीको साथ एकदम हर्षित भएर ग्रेजुएट हुँदै हुन्छ यसरी ह्याट लाउन पाउँदै हुनुहुन्छ आफ्नै प्यारेन्ट्सकोबाट यो जतिको सौभाग्यको कुरा के चाहिँ एउटा ताली बजाइदिनु होला आरो महाजनको लागि ओके सर्टिफिकेट पनि पाउँदै हुनुहुन्छ हाम्रो चिफ गेस्ट सरलाई चाहिँ सर्टिफिकेट दिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र बाबुलाई चाहिँ अलिक स्माइल दिनु होला यो फोटो मेमोरी पनि हुनेछ ओके अब बाबुलाई यहीँ राख्नुको लागि स्टेजमै हामी किनकि ग्रुप फोटो खिच्दैछौँ अब त्यसै गरेर हाम्रो सेकेन्ड ग्रेजुएट हुनुहुन्छ अनुप काफ्लेजीलाई स्टेजमा आमन्त्रित गर्न चाहन्छु सँगसँगै उहाँको प्यारेन्ट्सलाई पनि स्टेजमा आमन्त्रित गर्न चाहन्छु उहाँ चाहिँ हाम्रो सेकेन्ड ग्रेजुएट हुनुहुन्छ उहाँलाई पनि ह्याट वितरण गरिदिनु हुनको लागि र सर्टिफिकेट वितरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु हाम्रो अनुपजीको लागि जोरदार ताली उहाँको प्यारेन्ट्सको लागि जोरदार ताली यो एउटा मेमोरी मात्र हुनेछ अब होइन युकेजीबाट ग्रेजुएट भइसक्नु भएको छ एकदम स्विट मेमोरी अनुप चिप्के सर भन्छ मैले होइन हजुर पनि हुनु पर्यो स्टेजमा जोरदार ताली अलिकति तालीको कमी भयो हाम्रो ग्रेजुएट हुँदै हुन्छ उहाँहरूको लागि पनि मेमोरी हो एउटा स्विट मेमोरी बनाइदिनु होला त्यसपछि हाँस्नु होला अलिकति स्माइल प्लिज ओके हाम्रो त्यसै गरिकन फोर्थ ग्रेजुएट हुनुहुन्छ सारिका बुढा थोकिदियो उहाँलाई पनि हामीले स्टेजमा आमन्त्रित गर्न चाहे उहाँको प्यारेन्ट्स पनि आइदिनु होला स्टेजमा
सारिकाजीको लागि पनि जोरदार ताली। यति बेला हामी ग्रेजुएट गर्दैछौँ हाम्रो युकेजीको स्टुडेन्टलाई, उहाँ हुनुहुन्छ सारिका बुढाथोकी, उहाँको लागि जोरदार ताली। त्यसै गरिकन हाम्रो अर्को ग्रेजुएट हुनुहुन्छ समाइरा महर्जन। समाइरा महर्जनजीलाई पनि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सँगसँगै उहाँको प्यारेन्ट्सलाई पनि स्टेजमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। समाइराजी आज यहाँबाट ग्रेजुएट हुँदै हुनुहुन्छ, युकेजीबाट ग्रेजुएट हुँदै हुनुहुन्छ, उहाँको लागि जोरदार ताली। पक्कै पनि मदर गङ्गा प्री स्कुललाई एकदम मिस गर्नुहुनेछ यस पछाडि होइन। हामी ग्रुप फोटो लिनेछौँ, त्यही भएर स्टुडेन्टहरूलाई चाहिँ स्टेजमै बसिदिनु हुनको लागि हार्दिक अनुरोध। त्यसै गरिकन अर्को ग्रेजुएट हुनुहुन्छ प्रोमिस गोले। प्रोमिस गोलेजीलाई पनि हाम्रो स्टेजमा आमन्त्रित गर्न चाहन्छु। उहाँ पनि हाम्रो आजबाट ग्रेजुएट हुँदै हुनुहुन्छ युकेजीबाट, उहाँको प्यारेन्ट्सहरूलाई पनि स्टेजमा आमन्त्रित गर्न चाहन्छु। ह्याट डिस्ट्रिब्युसन सँगसँगै यहाँनिर हामीले सर्टिफिकेट डिस्ट्रिब्युसन गरिरहेको छौँ। आफ्नो प्यारेन्ट्सबाट ह्याट लाउनु जतिको सौभाग्यको कुरा केही पनि होइन, एकदमै खुसी छौँ। यो एउटा नयाँ आइडियाको लागि सुन्ता म्यामलाई धेरै धेरै धन्यवाद। त्यसै गरिकन रोसिका महर्जनज्यूलाई पनि स्टेजमा आमन्त्रित गर्न चाहन्छु। उहाँ हुनुहुन्छ हाम्रो अर्को ग्रेजुएट। उहाँले चाहिँ सँगसँगै प्यारेन्ट्स पनि आउँदै हुनुहुन्छ, एकदमै राम्रो नृत्य गर्नुभएको थियो। उहाँहरू दुवैजना जोरदार ताली। ताली अलिक कम भयो, ताली कम भयो भने उहाँहरू पनि हाँसी हुँदै हामीलाई आज बिदा गर्दै हुनुहुन्छ। र यति बेला हाम्रो स्पेसल गेस्ट लक्ष्मी म्याम अलिकति खाली हुनुभएको जस्तो लाग्यो। म्यामलाई पनि स्टेजमा आमन्त्रित गर्न चाहेँ मैले। सबैजनाको ग्रुप फोटो पनि हुनेछ, सरलाई चाहिँ बिदा गरेँ मैले। लक्ष्मी म्याम स्टेजमा आएर हजुरले सर्टिफिकेट दिनु पऱ्यो। हाम्रो स्पेसल गेस्टलाई खाली राख्नु त भएन नि त, इङ्ग्लिस गराइराख्नु पऱ्यो, अलिकति दुःख दिनु पऱ्यो। यसै गरिकन फेरि पनि ग्रेजुएसनको लागि हाम्रो अर्को स्टुडेन्ट हुनुहुन्छ बेबियान महर्जन। बेबियान महर्जन, उहाँलाई पनि आफ्नो प्यारेन्ट्सको साथमा बेबेन महर्जन हो कि मैले रङ बोलेछु, बेबेन महर्जन नाम मिस्टेक भएर रिसाउनु भयो क्या हो, सरी है। बेबेन दिएँ मैले, बेबेन महर्जन, उहाँको लागि पनि जोरदार ताली। आज उहाँ पनि ग्रेजुएट हुँदै हुन्छ। त्यसै गरिकन हाम्रो अर्को स्टुडेन्ट हुनुहुन्छ सृजल तामाङ। हजुर पनि आफ्नो प्यारेन्ट्ससँग स्टेजमा चढिदिनु होला। आज हजुर पनि ग्रेजुएट हुँदै हुन्छ। हजुरको लागि धेरै धेरै बधाई, धेरै धेरै कङ्ग्रेचुलेसन, उज्जवल प्रगतिको शुभकामना। 1 क्लासदेखि स्कुलको नाम रोशन गर्नु होला। मदर गङ्गा प्री स्कुललाई पक्कै पनि मिस गर्नुहुनेछ। उहाँलाई पनि जोरदार ताली। उहाँ पनि ग्रेजुएट हुँदै हुन्छ आजबाट। फोटो एकदम राम्रो आज नानु, एकदमै। अनन्या राज महर्जन, उहाँ हुनुहुन्छ हाम्रो अर्को ग्रेजुएट। अनन्या राज महर्जन जस्तो लाग्यो। अनन्या राज महर्जन, उहाँ पनि आफ्नो प्यारेन्ट्ससँग स्टेजमा गरिदिनु होला। आफ्नो ह्याट र आफ्नो सर्टिफिकेट लिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। यति बेला अलिकति हार्ड मोमेन्ट पनि रहेको छ, खुसीको मोमेन्ट पनि रहेको छ, एकदम मिक्स मोमेन्ट रहेको छ, किनकि उहाँहरू ग्रेजुएट हुँदै हुन्छ आजबाट। त्यसै गरिकन हाम्रो अर्को स्टुडेन्ट हुनुहुन्छ दिपजल महर्जन। दिपजल महर्जन पनि आफ्नो प्यारेन्ट्सको साथमा स्टेजमा आइदिनु होला। उहाँ पनि आजबाट ग्रेजुएट हुँदै हुनुहुन्छ। तालीको लागि चाहिँ कन्जुसाइ नगरिदिनु होला, बच्चाहरू पनि एक्साइटेड हुनुहुन्छ। आज यो पक्कै पनि मैले अघि दिन भन्दा चाहिँ एउटा मेमोरी पनि हो, आज एउटा ग्रेजुएसन पनि हो, प्यारेन्ट्स डे पनि हो, एउटा सेलिब्रेसन हो। सेलिब्रेसनमा तालीभन्दा ठुलो कुरा केही पनि हुँदैन। त्यसै गरिकन हाम्रो अर्को ग्रेजुएट हुनुहुन्छ भेनिस खड्की। भेनिस खड्कीजीलाई बधाई छ, धेरै धेरै कङ्ग्रेचुलेसन। अझै पनि सक्सेसले चुम्दै जाउन्। हजुरलाई आगामी दिनको लागि धेरै धेरै शुभकामना। उहाँ पनि आजबाट ग्रेजुएट हुनुभएको छ। सबैजना राम्रै हाँसेर राम्रै स्माइल है, पछिसम्म मेमोरी हुनेछ। निर्मल कार्की, हाम्रो अर्को स्टुडेन्ट हुन्छ निर्मल कार्की। उहाँको लागि पनि जोरदार ताली। उहाँ पनि आजबाट ग्रेजुएट हुनुभएको छ। पक्कै पनि मदर गङ्गा प्री स्कुललाई मिस गर्नुहुनेछ। राम्रो राम्रो मेमोरीहरू समातेर जाँदै हुनुहुन्छ। उहाँ सक्सेसको लागि धेरै धेरै शुभकामना निर्मल कार्कीजीलाई।
स्टेजमा चढिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। एकदमै क्युट स्टुडेन्ट हुनुहुन्छ, पक्कै पनि मोदल गङ्गा प्री स्कुलले पनि एकदमै मिस गर्नुहुनेछ। एकदमै राम्रो नाच्नु पनि भएको थियो, पर्फर्मेन्सहरू एकदम राम्रो थियो सबैजनाको है। पमी राईजी उहाँ पनि आजबाट ग्रेजुएट हुनुभएको छ। त्यसै गरिकन हाम्रो अर्को स्टुडेन्ट हुनुहुन्छ लसता मालाकार लसता मालाकार। उहाँ पनि आफ्नो प्यारेन्ट्सको साथमा स्टेजमा चढिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। फेरि पनि भन्न चाहन्छु जोरदार ताली बजाइदिनु होला। उहाँहरूले हामीहरूलाई एकदम मिस पनि गर्नुहुनेछ, एकदमै यादगार पनि हुनेछ आज यो ग्रेजुएसन। स्माइल प्लिज। त्यसै गरिकन हाम्रो लास्ट स्टुडेन्ट बट नट द लिस्ट हुनुहुन्छ यानचेन ब्लोम। प्रोनाउन्सिएसन राइट छ नि, यानचेन ब्लोम। उहाँलाई पनि जोरदार ताली। उहाँ चाहिँ हाम्रो स्कुलबाट ग्रेजुएट हुँदै हुनुहुन्छ। यति गरिकन हाम्रो सबैजना ग्रेजुएटहरूलाई हामीले ह्याट लगाइदिइसकेका छौँ, सर्टिफिकेट दिइसकेका छौँ। पक्कै पनि उहाँहरूको लागि पनि एउटा मिजर जस्तो भइरहेको होला होइन, कि कस्तो फिलिङ भइरहेको छ। एकदमै मिस पनि गर्नुहुनेछ मदर गङ्गा प्री स्कुललाई। र यति बेला अलिकति सेलिब्रेसनको मोमेन्ट पनि रहेको छ। अलिकति फोटो मिलाएर खिच्नु होला, यो मेमोरी पनि हुनेछ। यो फोटो अलिकति ठुलो बनाएर फ्रेम गरेर राखिने पनि छ मदर गङ्गा प्री स्कुलमा। देखिहाल्नु नाचघरमा कत्रो प्रोग्राम गर्यो बच्चाहरूले। कति प्यारेन्ट्स म्याम मेरो आँखाबाट आँसु नै आयो मेरो बेबीलाई त्यो स्टेजमा देखेर भनेर पनि भावुक बन्नुहुन्छ कि। कति प्यारेन्ट्सले चाहिँ त्यसमाथि टर्चर दिइरहनु भएको हुन्छ क्या हामीलाई। त्यो चाहिँ एकदमै हामीलाई एकदमै टिचरहरूलाई पनि एकदम गाह्रो हुने त्यो भएको छ। त्यही भएर अभिभावकज्यूलाई एकदम विनम्र अनुरोध, यो ठुल्ठुलो प्लेटफर्म हामीले त्यतिकै गरेका छैनौँ। स्कुललाई केही पनि फाइदा छैन त्यसबाट, उल्टो खर्च जान्छ, एक्स्ट्रा खर्च उल्टो जान्छ। त्यसमाथि हाम्रो टिचरहरूको मेहनत डबल जान्छ। जति गरिरहनु हुन्छ नि स्कुलको लागि गर्नुपर्छ गर्नुपर्ने हुन्छ क्या होइन। अनि रेगुलर वर्क त छँदैछ। तपाईँहरूले देख्नु होला टिचरको ट्रोल पनि टिकटकमा कति आउँछ सायद देख्नु भयो होला। छैन बिचरा घरमा हुँदा पनि उनीहरूले स्कुलकै काम गरेर हुन्छ। घरमा हुँदा पनि राति 12 बजे 1 बजे पनि म्यामहरूको म्यासेज आएर हुन्छ। मेरो थाहा छ तपाईँलाई, कोही निदा हुँदैन। हिजो राति कोही पनि निदा छैन हाम्रो टिचरहरू। अब आफै सोच्नुहोस्, तपाईँहरू आफै सोच्नुहोस् उहाँहरूको मेहनत कस्तो छ भनेर। त्यसमा हजुरहरूले एप्रिसिएट गर्ने हो कि डिस्करेज गर्ने हो हामीलाई? धेरै मैले गुनासो गरेँ जस्तो छ। वर्ष भयो स्कुल खोलेको र अहिलेको जुन हाम्रो टिम देखिरहनु भएको छ, धेरै मेहनत गरिरहनु भएको छ। आज सायद स्टेजमा पनि देख्नुभयो होला। हार्डवर्क पेज जस्तो लाग्यो मलाई यो चाहिँ नि। एकदमै हार्डवर्कको चाहिँ यो एकदम राम्रो रिजल्ट देखिएको छ। यति भन्दै आजको कार्यक्रम र हामीलाई सपोर्ट गर्ने अभिभावकज्यूहरू र हाम्रो एकदमै एनर्जेटिक टिम हुनुहुन्छ। कोअर्डिनेटर हुनुहुन्छ हाम्रो बिनु मगरज्यू, कोअर्डिनेटर म्याम हुनुहुन्छ। उहाँको कोअर्डिनेसन एकदमै राम्रो छ, हजुरले देखिरहनु भएको होला। एनी टाइम उहाँले प्यारेन्ट्सलाई यति कोअर्डिनेट गरिरहनु भएको हुन्छ। इभिनिङ आफ्टरनुन डजन्ट म्याटर, नाइट अल्सो डजन्ट म्याटर क्या उहाँको लागि म्यासेज गरिरहनु भएको हुन्छ। सफल पार्न हाम्रो जुन डान्स टिचरहरू हुन्छ अनि हाम्रो म्युजिक सरहरू हुनुहुन्छ सुशील सर, सुजन सर, अनि हाम्रो बुढो कैरोको सर हुनुहुन्छ। उहाँ नट ओन्ली बुढो कैरो, नट ओन्ली स्पोर्ट्स टिचर, उहाँ चाहिँ नि अल राउन्डर अफ मदर गङ्गा स्कुल हुनुहुन्छ। र हाम्रो सम्पूर्ण स्टाफहरू र आजको कार्यक्रम सफल पार्नको लागि र हाम्रो सासाना बालबालिकाहरूलाई चाहिँ नि हौसला बढाउनको लागि